सबै साथीहरूलाई नमस्कार। एउटा कुरा तपाईँलाई थाहा छ, राष्ट्रिय वाणिज्य ब्याङ्कले अबदेखि अनलाइन रूपमा आवेदन सङ्कलन गरिरहेको छ। केको लागि? लोनको लागि। तपाईँले पनि राष्ट्रिय वाणिज्य ब्याङ्कबाट लोनको लागि अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने अब तपाईँले ब्रान्च नगइकन पनि घरमै बसेर लोन आवेदन दिन सक्नुहुन्छ है। त्यसको लागि के हो त? आरबिबीको स्मार्ट लेन्डिङ अन्तर्गत रहेको अनलाइन लोन एप्लिकेसन फिचर के हो त? त्यो प्लेटफर्म के हो त? त्यो बुझ्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्कमा दिन प्रतिदिन ग्राहकको संख्या बढ्दै गइरहेको छ। ब्रान्चमा गइसकेपछि धेरै ग्राहकहरूको लोन धेरै टाइम लाग्ने भएकोले कतिको लोनको प्रोसेस चाल्दै कति गएर लोन रिजेक्ट हुने सम्भावना धेरै नै हुन्छ। किनभने कसैको इन्कम भेरिफाइड हुँदैन त कसैको कोलेट्रल मिला हुँदैन। त्यही भएर त्यो सबैलाई मध्यनजर गर्दै आरबिबीले एउटा छुट्टै प्लेटफर्म मार्फत अब तपाईँहरूले अनलाइन आवेदन दिएर घरमै बसेर अनलाइन आवेदन दिनुहोस् र त्यहाँबाट तपाईँको लोन अप्रुभ हुन्छ कि रिजेक्ट हुन्छ त्यहीबाट तपाईँले थाहा पाउन सक्नुहुनेछ। अनलाइन आवेदन दिनको लागि तपाईँले राष्ट्रिय वाणिज्य ब्याङ्कको आधिकारिक वेबसाइट www.rbb.com.np मा गएर तपाईँको वेबसाइट खुलिसकेपछि क्विक एक्सेस भनेर एउटा ट्याब हेर्न सक्नुहुन्छ। त्यहाँ गएर त्यहाँबाट तपाईँले आवेदन दिन सक्नुहुन्छ। त्यहाँ तपाईँले आफ्नो सबै डिटेलहरू भरेर तपाईँले त्यहाँबाट लोन एप्लिकेसन दिन सक्नुहुन्छ। मैले लोन एप्लिकेसन दिँदाखेरि कुन ब्रान्चबाट दिन पाउँछु त भन्ने तपाईँको गुनासो छ भने तपाईँले कहाँ बस्नुहुन्छ? तपाईँको यदि बिजनेस लोन छ भने आफ्नो नजिकको शाखामै दिनुपर्छ भने तपाईँको पर्सनल अरू कुनै लोन छ भने तपाईँले जुनसुकै ब्रान्चबाट आफ्नो नजिकको ब्रान्चबाट लिन सक्नुहुन्छ। सबै ब्रान्चबाट तपाईँले लोन अप्लाई गर्न सक्नुहुन्छ, तर सकेसम्म तपाईँलाई नजिक होस् भन्ने हिसाबले नजिकको ब्रान्च चुज गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ। जुनसुकै ब्रान्चबाट तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। लोन अप्लाई गरेको कति दिनभित्र हामीलाई जानकारी आउँछ तपाईँको लोन एक्सेप्ट भयो कि रिजेक्ट भयो? यस्तो क्वेसन छ भने तपाईँको लोन अप्लाई गरेको 3 कार्यदिनभित्र तपाईँले लोनको स्टेटस थाहा पाउन सक्नुहुन्छ, ट्र्याक गर्न सक्नुहुन्छ। एउटा तपाईँ लोन एप्लिकेसन गर्नुभयो भने तपाईँको एउटा सबमिसन नम्बर जस्तो ट्र्याकिङ नम्बर जस्तो तपाईँले एउटा पाउनुहुन्छ। जस्तै अहिले कुरियरहरूबाट सामानहरू ल्याउनुहुन्छ भने कुरियरहरूले एउटा ट्र्याकिङ नम्बर दिन्छ नि, त्यस्तै खालको ट्र्याकिङ नम्बर दिन्छ। त्यसबाट तपाईँको लोनको स्टेटस कस्तो छ भन्ने कुरा तपाईँले त्यहीँबाट पाउन सक्नुहुनेछ। नर्मली तपाईँको ब्याङ्कले 3 कार्यदिनभित्र तपाईँको लोन अप्रुभ भयो कि भएन, तपाईँको किन भएन भन्ने कुरा पनि तपाईँले त्यहीँबाट हेर्न सक्नुहुनेछ। अनलाइन आवेदन किन दिने त? सिधै ब्याङ्कमा गएर अफलाइन आवेदन दिए भइहाल्यो नि। त्यस्तो क्वेसन छ भने तपाईँलाई त्यस्तो पनि दिन सक्नुहुन्छ। तर मैले सुरुमै भने राष्ट्रिय वाणिज्य ब्याङ्कमा तपाईँको ग्राहकको चाप धेरै बढेकोले लोनको डिमान्ड पनि दिन प्रतिदिन धेरै नै बढेको छ। त्यसपछि तपाईँको लोन एप्लिकेसन दिनुभयो भने पछिको दिनमा कुनै डकुमेन्ट मिलेन भने तपाईँको लोनको जुन टाइम छ लोनको अप्रुभ हुने टाइम बढ्न सक्छ र त्यसपछि तपाईँले ब्याङ्कले धेरै ढिला गर्यो भन्ने जस्तो लाग्न सक्छ। त्यही भएर सबभन्दा सुरुमा तपाईँले अनलाइनबाट आवेदन दिनुभयो भने तपाईँको लोन एक्सेप्ट हुन्छ कि रिजेक्ट हुन्छ भन्ने कुरा तपाईँले सुरुमै थाहा पाउन सक्नुहुनेछ। अनलाइन आवेदन दिए भने त्यसपछि ब्याङ्क जानु पर्दैन त? अब यो क्वेसनको उत्तर दिँदाखेरि अनलाइन आवेदन दिनुभयो भने तपाईँले ब्याङ्कमा जानुपर्छ। किनभने तपाईँको लोनको एउटा प्री अप्रुभल प्रोसेस मात्रै हो। त्यो तपाईँको बिजनेस लोन छ, बिजनेस लोनको लागि सिधै अब अनलाइनबाट हेरेर भएन। तपाईँको लोन सबै प्रपोजलहरू राम्रो भयो भने त्यहाँबाट तपाईँको लोन अप्रुभ हुन्छ भनेको तपाईँको सबै एनालाइसिस ब्याङ्कको स्टाफले सबै एनालाइसिस गरिसकेपछि तपाईँको लोन अप्रुभ हुन्छ। तर पछि डकुमेन्टेसनको पार्टको लागि तपाईँको फिजिकल डकुमेन्ट पेस गर्नै पर्छ। लोनको लागि आरबिबीमै अप्लाई किन गर्ने त? सबैलाई थाहा छ आरबिबी भनेको नेपालकै सबभन्दा सस्तो ब्याज दर भएको ब्याङ्क पनि हो, सरकारी ब्याङ्क हो। त्यही भएर तपाईँले यहाँ अप्लाई गर्नुभयो भने तपाईँले सजिलो पनि हुन्छ, ब्याज तिर्न पनि महँगो हुँदैन। त्यही भएर लोनको लागि यदि कुनै राम्रो सस्तो ब्याङ्क छ भने त्यो राष्ट्रिय वाणिज्य ब्याङ्क नै हो। मैले यो भिडियोमा धेरै प्रश्नहरूको जवाब दिएको छु, तर पनि तपाईँले केही डाउट छ अब अनलाइन आवेदन कसरी दिने भन्ने कुरा तपाईँलाई थाहा छैन भने म अब आउने नेक्स्ट भिडियोमा म तपाईँहरूको लागि फेरि फ्रेस भिडियो लिएर तपाईँलाई सिकाउनेछु। त्यसको लागि भिडियोलाई लाइक गर्नुपर्ने हुन्छ र कमेन्ट गर्नुपर्ने हुन्छ आई निड पार्ट 2 भनेर। यो पार्ट 1 भएको कारणले गर्दा आई निड पार्ट 2 भनेर कमेन्ट गर्नुहोस्। त्यसपछि म तपाईँहरूको लागि नयाँ अर्को सेकेन्ड पार्टको भिडियो बनाउनेछु र अनलाइन आवेदन कसरी दिने भन्ने कुरा पनि सिकाउनेछु। युट्युबबाट हेर्दै हुनुहुन्छ भने भिडियोलाई पनि सेयर गर्नुहोला। यो एकदमै महत्त्वपूर्ण भिडियो भएको कारणले गर्दा अवश्य नै आफ्नो साथीभाइ मित्रमा पनि सेयर गर्नुहोला। राष्ट्रिय वाणिज्य ब्याङ्क या फेरि अरू कुनै ब्याङ्क संस्थाहरूको बारेमा लोन लगायत
अरू कुराहरूबारे जान्न मन छ भने तपाईँहरूको लागि यस्तै भिडियो आगामी दिन पनि अवश्य नै ल्याउने छु। आजको लागि यति नै। हस्त, धन्यवाद।